बालेन सरकारको ऐतिहासिक कदम। ओलीले सिद्ध्याउन खोजेको उदयपुर सिमेन्टलाई बालेनले दियो पुनर्जीवन। राष्ट्रिय उद्योगको रक्षामा स्वर्णिम युगको सुरुवात। विगतका सरकारहरूले कमिसन, सिन्डिकेट र निहित स्वार्थका कारण देशका गौरवशाली उद्योगहरूलाई धराशयी बनाएको तितो यथार्थ हामीमा छ। तर वर्तमान प्रधानमन्त्री बालेन र शाह बालेन नेतृत्वको सरकारले देशको औद्योगिकरण र राष्ट्रिय स्वाधीनताको पक्षमा एकपछि अर्को गर्दै युगान्तकारी कदमहरू चलिरहेको छ। यसैको पछिल्लो र सबभन्दा उत्कृष्ट उदाहरण हो खारेजीको संघारमा पुगेको र पूर्ण रूपमा बन्द अवस्थामा रहेको नेपालकै प्रतिष्ठित उदयपुर सिमेन्ट उद्योग लिमिटेडलाई सञ्चालनमा ल्याउने बालेन सरकारको साहसिक निर्णय। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले जुन उद्योगको घाँटी निमोर्दै अनुमति पत्र नै खारेज गरिदिएको थियो, आज बालेन सरकारको दृढ इच्छाशक्ति र राष्ट्रवादी सोचका कारण त्यही उद्योगले नयाँ जीवन पाएको छ। यो केवल एउटा उद्योगको नवीकरण मात्र होइन, यो स्वदेशी उत्पादनलाई माया गर्ने सम्पूर्ण नेपालीहरूको जित हो। ओली सरकारको अदूरदर्शी कदम, राष्ट्रिय उद्योग सिद्ध्याउने प्रपञ्च, देशको अर्थतन्त्रको मेरुदण्ड मानिने उद्योगहरूलाई राज्यले संरक्षण गर्नुपर्नेमा तत्कालीन ओली सरकारले ठिक उल्टो बाटो रोज्यो। 2081 साल असोजमा उदयपुर सिमेन्ट उद्योगको जीवन रेखा मानिने चुनढुङ्गा खनिज उत्खनन अनुमति पत्र प्राविधिक र सामान्य आर्थिक कारण देखाएर खारेज गरियो। खानी तथा भूगर्भ विभागले 2081 साल माघ 27 गतेको विभागीय निर्णय भन्दै फागुन 1 गते उद्योगलाई पत्र काट्यो। पत्रमा लेखिएको थियो, खानी तथा खनिज पदार्थ नियमावली 2056 को नियम 43 ग बमोजिम चुनढुङ्गा उत्खनन अनुमति पत्र मिति 2081-8-6 बाट लागू हुने गरी रद्द भएकाले विभागीय रेकर्डबाट हटाइएको छ। अर्बौंको संरचना, एसियाकै उत्कृष्ट प्रविधि र सयौंको रोजगारी जोडिएको गैंडाछाप सिमेन्टको मुहान नै सुकाउने तत्कालीन सरकारको यो निर्णय नितान्त अदूरदर्शी र राष्ट्रिय हित विपरीत थियो। सरकारी उद्योग बन्द गराएर निजी सिमेन्ट माफियाहरूलाई पोस्ने विगतको त्यो कालो षड्यन्त्रलाई वर्तमान सरकारले आज तहस नहस पारिदिएको छ। बालेन सरकारको मास्टर स्ट्रोक, दृढ इच्छा शक्तिले सम्भव भएको पुनर्जीवन, देशभित्रै रोजगारी सिर्जना गर्ने र आयात प्रतिस्थापन गर्ने स्पष्ट भिजन बोकेको बालेन सरकारले सत्ता सम्हाले लगत्तै उदयपुर सिमेन्टलाई जसरी पनि चलाउने अठोट लियो। विगतका सरकारले जस्तो बक्यौताको बहानाबाजी गरेर पन्छिने काम वर्तमान सरकारले गरेन। 2083 साल असार 18 गते बसेको मन्त्री परिषदको बैठकले नेपालको औद्योगिक इतिहासमै स्वर्ण अक्षरले लेखिने दुईवटा अत्यन्तै महत्त्वपूर्ण र दूरदर्शी निर्णयहरू गर्यो। अनुमति पत्रको तत्काल नवीकरण, साबिकमा रद्द भएको चुनढुङ्गा एवं रातोमाटो उत्खनन अनुमति पत्र, खानी तथा खनिज पदार्थ ऐन 2042 को विशेष अधिकार